भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसन सुरु भएसँगै लोक शैलीमा प्रस्तुति दिने केही प्रतियोगीहरूले असाधारण चर्चा बटुलेका छन्। तीमध्ये सबैभन्दा बढी हाइलाइट भएका दुई आवाज हुन् अञ्जना सारू मगर र सन्जिता दुरा। दुवैजनाले नेपाली मौलिकता झल्कने लोक धुनलाई आधुनिक शैलीसँग सुन्दर ढङ्गले मिश्रित गरेर गाएका कारण दर्शक र कोचहरूलाई एकैसाथ मोहित पार्न सफल भएका छन्। दुवैको समानता सबैभन्दा ठुलो यो हो कि उनीहरू लोकगीतमा जन्मिएको मिठासलाई आफ्नै पहिचान बनाइरहेका छन्। स्वरमा प्राकृतिक झन्झनाहट, तनावको स्पष्टता र भाकामा बसेको आत्मीयता, यी तीन गुण दुवैमा देखिन्छ। दुवैले गीतलाई आफ्नै शैलीमा रूपान्तरण गर्ने क्षमता राख्छन्, जसले गर्दा ब्लाइन्ड अडिसनमै कोचहरू बीच तानातान देखिएको थियो। तर भिन्नता हेर्दा अञ्जनाको आवाज केही खुला, तेज र पावरफुल प्रकारको सुनिन्छ। उनको स्वर ऊर्जावान छ, उच्च तान सजिलै निकाल्ने क्षमता बलियो छ र स्टेज प्रस्तुतिमा आधुनिक लोक फ्युजन पनि प्रभावकारी देखिन्छ। उनको आवाजले लोकगीतलाई युवा पुस्तासँग जोड्ने काम गरेको छ। त्यस्तै सन्जिता दुराको आवाज भने आधुनिक, सफा र भावपूर्ण छ। उनको भोकल अत्यन्तै सुगम, सन्तुलित र परम्परागत लोक शैलीसँग बढी नजिक देखिन्छ। सन्जिताले गीतमा राखेको भाव, तानको सफाई र शब्दलाई शुद्ध रूपमा प्रस्तुति गर्ने क्षमता उनको प्रमुख शक्ति हो। दुवैजनाको आवाज उत्कृष्ट छ, तर शैली फरक। अञ्जनाको आवाज शक्तिशाली र आधुनिक स्वाद खोज्ने दर्शकहरूले उत्कृष्ट लाग्छ भने सन्जिताको आवाज शुद्ध, मधुर र परम्परागत लोक रुचाउने दर्शकहरूको लागि मन छुने प्रकारको छ। विजेता बन्ने सम्भावना दुवैको उस्तै बलियो देखिन्छ। अञ्जनाले ऊर्जा र आधुनिकता लिएर अगाडि बढिरहेकी छिन् भने सन्जिताले शुद्धता र भावनात्मक लोक शैलीमा बलियो पकड बनाइरहेकी छिन्। अन्तिम निर्णायक लाइभ प्रदर्शन र दर्शकहरूले दिने मत नै रहनेछ। तपाईँको मत कुन प्रतियोगीले रहनेछ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक, सेयर र तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला।